सेवा यहाँहरू सबैलाई साकेला उभौली 2082 को हार्दिक शुभकामना। सदाको वर्ष चाहिँ कमला म र देहाङचा चाहिँ उर्लाबारी मङ्गलबारी स्थित हाम्रो साकेला थानमा चाहिँ पूजा गर्न बिहान 8 बजे वैशाखी पूर्णिमाका दिन पुग्यौँ। त्यहाँ पुग्दाखेरि नारायण हाम्रो चामलिङ सर चाहिँ हुनुहुन्न थियो। अनि उहाँकै अनुमतिमा हामीले पूजाआजा गऱ्यौँ। पूजाआजा गरिसकेर चाहिँ अब फोटोहरू खिच्ने कामहरू भयो होइन। मैले पनि पूजा गरेँ, भाइसँग सँगै बसेर अब मैले पनि पूजा गरेँ, कमलाले पनि पूजा गऱ्यौँ। अनि हामीले फोटोहरू खिच्यौँ। अनि त्यहाँ अब साकेला थानमै रहेको हाम्रो यो चिन्डोको मूर्तिहरू छ होइन। त्यहाँ चाहिँ यलम्बरका मूर्तिहरू पनि हाम्रा दादाहरूले बनाइदिनु भएको छ। त्यहाँ चिन्डोको अब मूर्ति अगाडि अनि अब चिन्डो उतापट्टि होइन यो यलम्बरको मूर्ति अगाडि चाहिँ छोटो छोटो भिडियोहरू हामीले बनायौँ। यो भ्लगकै लागि भनेर होइन, वैशाखी पूर्णिमाको दिन यादगार बनाऊँ भन्ने हिसाबले। र दिउँसो 11 बजे चाहिँ अब म मेरा अब केटाकेटीहरूसँग चाहिँ नानीहरूसँग चाहिँ उर्लाबारी चोक पुगेँ। किरात राई आयोगका नगर कार्य समिति उर्लाबारीको आयोजनामा चाहिँ आयोजना भएको यो साकेला नृत्यमा सहभागी हुन अब यसो यो नृत्यलाई चाहिँ अब हेर्नका लागि पनि म गएको थिएँ। मलाई चाहिँ नृत्य गर्न आउँदैन होइन, त्यसैले मैले चाहिँ ढोल बजाएर चाहिँ अब त्यहाँ सहभागीहरूलाई चाहिँ उत्साहित बनाउन उनीहरूलाई चाहिँ अब कोसिस गरेँ। वास्तवमा यो हाम्रो साकेला उभौली चाहिँ कस्तो हो भने हाम्रो किरात मुन्दुममा भएका विभिन्न किंवदन्तीहरू अनुसार चाहिँ अब यो यतिखेर चाहिँ अब यो जाडो गर्मी सुरु भएकोले चाहिँ विभिन्न अब माछाहरू होइनदेखि लिएर चराचुरुङ्गीहरू चाहिँ सबै जीव जनावरहरू चाहिँ अब उभो उभो लाग्ने होइन, पहाडतिर चढ्ने, हिमालतिर चढ्ने अब शीतलको लागि हुनाले चाहिँ यसलाई उभौली पर्व भनिएको हो भन्ने पनि एउटा किंवदन्तीमा कथन छ। त्यो हाम्रो 11 बजेको कार्यक्रम उर्लाबारी चोकको सकेपछि चाहिँ हामी सिधै नाक्सुङको घर पुग्यौँ। नाक्सुङले चाहिँ त्यहाँ विधिवत रूपमा चाहिँ हाम्रो यो सालको 2082 को चाहिँ अब उभौली पर्वको चाहिँ त्यहाँबाट अब पूजा गरेर मुन्दुम अनुसार चाहिँ अब विधिवत रूपमा सुरुवात पनि गर्नुभयो होइन। र नाक्सुङको घरमा चाहिँ हामीले त्यहाँ पूजामा सहभागी पनि भयौँ, म पनि भएँ। त्यसपछि नाक्सुङकै घरमा हामी सबै अब हाम्रा नृत्य टोलीसहित पुगेको हुनाले उनीहरूले चाहिँ नयाँ पुस्ताका भाइ बहिनीहरूले होइन त्यहाँ चाहिँ अब फेरि पुनः यो साकेला नृत्य प्रदर्शन गरे। अब त्यहाँ पनि निकै बेर उनीहरूले साकेला नाचे। त्यहाँ चाहिँ मैले ढोल पनि बजाइनँ। अब यतिकै बुढापाकाहरूसँग चाहिँ हाम्रो मुन्दुमका विषयमा कुराहरू भयो, हाम्रो होइन साकेला उभौली पर्वका इतिहासका कुराहरू गऱ्यौँ होइन, विभिन्न कुराहरू भयो। र फाइनल्ली त्यहाँ चाहिँ अब हाम्रा सहभागी हाम्रा किरात राई समुदायका भाइ बहिनीहरू होइनलाई चाहिँ अब खाजाको व्यवस्था हाम्रो नाक्सुङले गर्नुभएको थियो। र उहाँले चाहिँ अब गर्नुभएको त्यो पार्टीमा म पनि सहभागी भएँ।